भन्ने ठुलो पर्दामा देखिँदाखेरि चाहिँ आफूलाई अलिकति सन्तुष्ट हुन्छ। हजुर हजुर। तपाईँले चाहिँ कुराकानीको क्रममा चाहिँ 20 वर्ष मैले तपाईँलाई दोहोऱ्याइरहेको छु। किन दोहोऱ्याइरहेको छु भन्दाखेरि 20 वर्ष किन भनिरहेको छु मैले भन्दाखेरि अब तपाईँ 20 वर्षसम्म एउटा कलाकारिता यात्रामा तपाईँको दौडानमा लागिरहँदाखेरि तपाईँ ठ्याक्कै क्लिक त हुनु भएको छैन नि, होइन क्लिक त हुनु भएको छैन नि। तपाईँले आफ्नो मेहनत गरिरहनु भएको छ, होइन कलाकारितामा एकदमै धेरै लागिरहनु भएको छ। यो 20 वर्षको दौडानमा लागिरहँदाखेरि कलाकारिता गरिरहँदाखेरि यो टेली सिरियलमा चाहिँ लागिरहँदाखेरि चाहिँ यो कलाकारितामा लागेर आफ्नो यो जीविकोपार्जन गर्नुको लागि चाहिँ कतिको सहज हुँदो रहेछ खास? अब सर मुभीहरूमा त अब कि त ठुलै मान्छेको छोरा हुनु पर्यो होइन, कि त अब अनमोल केसीहरू जस्तै हुनु पर्यो होइन, त्यत्रो लाखौँ कमाउने अनमोल केसी सौगात मल्लहरू भयो होइन। अब तपाईँको सिरियल खेलेर चाहिँ नि सर अलिकति अब के अरे परिवार पाल्नु भनेको चाहिँ अलिक मूर्खता हो है। ए हजुर। अब अलिअलि खर्च आउँला होइन, एक दिनको अलिअलि खाजा खर्च जति आउँला होइन। अब त्यति खाजा खर्चहरू पाउँदाखेरि हामीले के नै पाउँछौँ कि? अब हामीलाई त अब नेपालमै बसेपछि त कमाउनु पर्यो होइन, नकमाइकन अब परिवार पाल्न त गाह्रै छ। अब यो सिरियलहरूमा अब धेरै मेहनत गरेर होइन, अब त्यत्रो 20 वर्षमा मैले खास गरी अब त्यस्तो खासै केही कमाउनु चाहिँ सकिनँ। अब एउटा के सन्तुष्ट भयो भन्दाखेरि मैले अब कलाकारहरू ठुल्ठुलै कलाकारहरू पनि चिनेँ, उहाँहरूले पनि मलाई चिन्नुभयो होइन, उहाँहरूबाट एक्टिङ सिक्न पाएँ मैले। त्यो नै सबभन्दा ठुलो कुरा चाहिँ मेरो त्यही नै हो। त्यसमा चाहिँ म सन्तुष्ट छु। अब पारिश्रमिकमा चाहिँ सर अब अलिकति अप्ठ्यारै छ है। के छ पारिश्रमिक रूपमा चाहिँ के छ न, जस बोलेको पारिश्रमिक दिन्छन् कि अथवा कसैले दिँदैनन् कि होइन? अब यो कलाकारितामा चाहिँ एउटा कुरो के छ भन्दाखेरि बोल्छन् होइन, अनि त्यसपछि कलाकारितालाई मान्छेलाई चाहिँ आफ्नो कलाकारिता गर्न हो त्यसपछि पैसा दिँदैनन् भन्ने कुराहरू पनि बजारमा धेरै छ। तपाईँले चाहिँ त्यो भोग्नु भएको छ कि छैन तपाईँले? त्यो त मैले धेरै भोगेको छु नि सर, त्यो त किन नभोग्नु नि। मैले मात्रै होइन अरू धेरै कलाकारहरूले भोगेको छ कि। अब कुनै सिरियलमा त अब मलाई पैसा दिन्छु भन्ने अनुबन्ध गर्छ होइन, अनुबन्ध गरेपछि तपाईँको अब 1 हप्तामा दिन्छु 2 हप्तामा दिन्छु होइन, अहिले पैसै आएको छैन, सिरियल चलेकै छैन, भ्युज छैन भनेर धेरै ढाँटेँ कि। अब तैपनि अब मैले अब अनुबन्ध भएपछि होइन, अब मेरो कर्तव्य भनेको मैले जति एपिसोडसम्म अब मलाई उहाँले टाइम दिनुभएको छ मैले त्यति पुरा गरेरै छोडेँ कि। मैले आफ्नो न मसँग घमण्ड छ होइन, न मसँग घमण्ड छ, न म कोहीसँग रिस राग राख्ने मान्छे होइन, तर उहाँले जति जे भने मैले त्यो चाहिँ पुरा गरेरै छाडेँ कि। यस्तो भनेपछि कलाकारितामा लागेर चाहिँ खासै परिवार पाल्न सकिँदैन। कलाकारमा लागेर परिवार पाल्नु भनेको चाहिँ मूर्खतै हो। मैले अघि पनि भने होइन, कि त ठुलै क्लिक हुनु पर्यो होइन सर। अनमोल केसी सौगात मल्लको नामले नि मैले किन उनीहरू जस्तै हुनु, उनीहरू त लाखौँ लिन्छ नि होइन, उनीहरू त त्यही कलाकार भएरै खाइरहेछ। अब जस्तै अब सिरियलमा खासै धेरै पैसा छैन क्या सर भन्नु पर्दाखेरि। अनि तपाईँले अनमोल केसी सौगात मल्लको नाम लिँदाखेरि तपाईँले नि आफू अनमोल केसी जस्तै सौगात मल्ल जस्तै लगायतका अहिले चलेका प्रदीप खड्का लगायतका मान्छेहरू जस्तै बन्ने त्यो रहर छ, इच्छा छ? रहर त एकदमै छ नि सर। कुन कलाकारलाई हुँदैन कि त्यो अनमोल केसीहरू जस्तो हुने कि? सबैलाई हुन्छ कि, सबैलाई भयो भने अब हामीले अब ठुल्ठुलो पर्दामा त अब के भने अब ठुलै मान्छेको छोरा हुनु पर्यो होइन, ठुलै मान्छेको छोरा भए त पाइन्छ, कि त अब ठुलै अरू कोहीबाट चिने जानेको भएपछि उहाँहरूले चिनाएपछि मात्रै हामी जान सकिन्छ कि। अब आफू ट्रेनिङ लिएर गरेर जाँदाखेरि अब त्यस्तो माथि पुग्नु चाहिँ गाह्रै छ कि। यसरी त्यो सिरियल गरिरहँदाखेरि अब माथि पुग्ने कुरा त तपाईँले तितो सत्यबाट सुरुवात गर्नुभएको मान्छे होइन, अहिले यहाँसम्म आइरहँदाखेरि एक हिसाबले सिरियललाई माया नै गरिरहनु भएको छ होइन। विशेषतः नेपालमा सिरियल चाहिँ यो लकडाउन जुन हिसाबले सुरु भयो नि, लकडाउन सुरुवात भइसकिसकेपछि अब आम कलाकारहरूले चाहिँ एउटा मलाई लाग्छ यो फुर्सदको टाइममा चाहिँ सिरियलहरू बनाउनु त होइन, सबैले घरमा बसिरहनु भएको छ, सबै डिप्रेसनका बिरामीहरू छन्, अनि त्यसको लागि चाहिँ मान्छेलाई केही इन्टरटेन दिउँ मेरो विचारमा है, इन्टरटेन दिउँ भनेर नै कलाकारहरूले त्यो बेलामा चाहिँ सिरियलहरू बनाउन सुरुवात गर्नुभएको। त्यो कुरा अहिलेसम्म स्थापित नै भइरहेको छ होइन। यो स्थापित भइरहँदाखेरि र यो सिरियल गरिरहँदाखेरि चाहिँ यो 20 वर्षको दौडानमा तपाईँले 16-17वटा सिरियल गर्नुभयो। तपाईँ आफै अर्को छुट्टै पेसामा पनि हुनुहुन्छ, यो पेसाको कुरा पनि नगरौँ। यो 20-25 के अरे 16-17वटा तपाईँले सिरियल खेलिरहँदाखेरि चाहिँ तपाईँलाई सबैभन्दा मन परेको सिरियल चाहिँ कुन हो? खास चाहिँ एक हिसाबले एउटा कलाकारिताको क्षेत्रबाट तपाईँलाई कुन मन पर्यो सबैभन्दा राम्रो कथाको हिसाबले, अर्को चाहिँ पारिश्रमिक हिसाबले होइन, तपाईँलाई सबैभन्दा बढी चाहिँ त्यो मन परेको दुईटा क्याटेगोरी? पारिश्रमिक हिसाबले चाहिँ नि तपाईँको भुन्टी हो कि। भुन्टीमा चाहिँ नि अब भुन्टीको सागर सर हुनुहुन्छ होइन, सागर सर आशा बहिनीहरू पनि एकदम फ्रेन्डली के।
अब म सुरुमा गएको दिनदेखि नै अब मैले अस्ति अघि सिउँदोको कुरा गरेँ नि हजुर सिउँदोमा फर्स्टमा गएको दिनदेखि नै महाकाली दिदीले मलाई एकदमै माया गर्नुभयो कि आफ्नो भाइ जस्तै गर्नुभयो। हजुर अनि अब भुन्टीमा जाँदाखेरि अब सागर सर हुनुहुन्छ, हुन त मेरो भाइ हो होइन, तर उहाँले चाहिँ मलाई एकदमै पहिलेदेखि चिनेको साथी जस्तै व्यवहार गर्नुभयो कि। अनि मलाई अब भुन्टीमा पनि अलिकति नर्भस चाहिँ लास्टै नर्भस भएँ होइन। सुरुको दिनमा चाहिँ मलाई अब जुनै सिरियलमा गयो भने सुरुको दिनमा नर्भस त भइहाल्ने कि, नर्भस हुने पसिना हुने त्यो त मेरो बानी नै हो। अनि तपाईँको सेकेन्ड थर्ड एपिसोडदेखि चाहिँ अलिकति बानी हुन्छ होइन, अनि सबैसँग चिनजान हुन्छ, घुलमिल भएपछि मलाई सजिलो हुन्छ कि। सागर सरले पनि मलाई अलिकति एकदमै हेल्प गर्नुभयो कि, सागर सर हुनुहुन्छ। अनि अर्को सरको नाम चाहिँ थाहा भएन, उहाँले पनि मलाई एकदमै हेल्प गर्नुभयो। पारिश्रमिकमा पनि उहाँले चाहिँ मलाई त्यही दिनमै दिनुभयो कि, त्यही दिनमै दिनुभयो। तर राम्रो राम्रो पारिश्रमिक दिनुभयो, म खुसी अनि एकदम खुसी भएको थिएँ। अनि अब कति